श्रम संस्कृति पार्टी र अरूमा के फरक छ? अघि मैले भनिसकेँ, हामी पत्रकारलाई सङ्गठित गर्दैनौँ, कर्मचारीलाई सङ्गठित गर्दैनौँ, हामी प्रहरीलाई सङ्गठित गर्दैनौँ। हुन त प्रहरी त हुँदैन पनि होइन, र तपाईँको चाहिँ नि हामी शिक्षकलाई सङ्गठनमा ल्याउँदैनौँ, किनभने ती भनेको पत्रकार भनेको राज्यको हो, पत्रकार भनेको राज्यको हो है, राज्य भनेको देशको हो, पार्टीको हुँदैन। श्रम संस्कृति पार्टीको यति जति पत्रकार अनि यस्तो प्रेस चौतारी के जाति होइन त्यो है। पत्रकार भनेको राज्यको हो, प्रहरी राज्यको हो होइन, न्यायालय राज्यको, राज्य भनेको देश, क्या देशको हो, कुनै पार्टीको होइन भन्ने किसिमको मान्यता स्थापित गर्नुपर्छ हामीले। अनि मात्रै निष्पक्ष न्याय, निष्पक्ष रूपमा प्रहरीले काम गर्न सक्छ। अर्को के अर्थमा फरक छौँ त? श्रम संस्कृति पार्टी के अर्थमा फरक छ भन्दाखेरि यहाँ नेता हुँदैन, सिर्फ अगुवा हुन्छ। त्यो अगुवा अगाडि हिँड्छ, कार्यकर्ता पनि हुँदैन, सिर्फ श्रमदाता हुन्छ है। श्रम संस्कृति पार्टीलाई अरूभन्दा फरक विभिन्न तरिकाले हामी बनाउँछौँ। हाम्रो पार्टीको है, हाम्रो पार्टीको झन्डा हुँदैन, हाम्रो पार्टीको झन्डा हुँदैन। झन्डा बनाएर तपाईँको चाहिँ नि होइन, करोडौँ अरबौँ रुपियाँको कपडा च्यातेर हामी झन्डा बनाउँछौँ। त्यो तपाईँको कपडाले हामीले गरिब दुखीलाई होइन एक आङ कपडा लुगा सिलाइदिनुपर्छ भन्ने मान्यता राख्नुपर्छ। र अर्को कुरा चाहिँ हामीले आफ्नो झन्डा बनाइसकेपछि त्यो झन्डाको माया धेरै लाग्दो रहेछ, राष्ट्रिय झन्डाभन्दा, देशभन्दा धेरै पार्टीप्रतिको हाम्रो भक्तिभाव हुँदो रहेछ। त्यसो भएको कारणले गर्दाखेरि पनि हामी झन्डाविहीन पार्टी बनाउँदैछौँ। तपाईँहरूलाई म पार्टीसँग होइन, यो देशसँग जोड्न चाहिरहेको छु आदरणीय दाजुभाइ दिदीबहिनीहरू है। म एउटा माध्यम हो, तपाईँ यो देशसँग जोडिनुपर्छ, माटोसँग तपाईँ सुरुमा श्रमसँग जोडिनुपर्छ। श्रम कहाँ गर्ने? माटोमा गर्ने। माटो भनेको देश हो।